हजुर अहिलेसम्म चाहिँ हाम्रो यहाँ 38 जना जुन यो पहिरोमा पर्नु भएको थियो 38 जना मध्ये 10 जना चाहिँ 10 जनाको शव निकाल्न सफल भएको छ यतिखेर र अहिले यो जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला विपद व्यवस्थापन समिति मार्फत चाहिँ हामीसँग यो अत्यावश्यक 40 घरको लागि ट्रेन तिरपाल अनि भाँडाकुँडा खाद्यान्न अनि लत्ता कपडा यो ओड्ने ओछ्याउनेहरू चाहिँ अहिले भर्खरै चाहिँ यहाँ आइपुगेको छ हेलीबाट। मौसम पनि एकदमै प्रतिकूल रहेको छ र यहाँ चाहिँ सबैजना अझै यो चाहिँ भिडमा बाँकी शवहरू निकाल्ने जारी रहेको छ निकालिराख्नु भएको छ। चाहिँ अहिलेसम्म यो शवहरू चाहिँ सङ्कलन गर्ने मात्रै कार्य भएको छ। दाह संस्कारको लागि चाहिँ अझै त्यो भएको छैन, काम सुरु गरेको छैन। चाहिँ अहिले यहाँ सबैजना चाहिँ दुःखमा पीडामा बसिराख्नु भएको छ, सबैजनाले सहयोग गरिराख्नु भएको छ। यहाँ चाहिँ एकदम 172 घर चाहिँ पूर्ण रूपमा जोखिम रहेको छ। यसलाई स्थानान्तरणको लागि यहाँको माग रहेको छ। हामीले स्थानीय सरकारले सकेको सहयोग गरिरहेका छौँ। हामी यहीँ छौँ, घटनास्थलमै रहेका छौँ। हामी भोलि पर्सिसम्म म चाहिँ यहीँ रहन्छु। यहाँको जनतासँग यहाँको समुदायसँगको दुःखमा म यहाँ रहन्छु। जति सकिन्छ यही रहेर चाहिँ मैले सहयोग गर्छु। अहिलेसम्मको यहाँको अवस्था चाहिँ यस्तो रहेको छ। धन्यवाद। चिजम्म तिरपालहरू सबै गरेको छ। सबैजना यस्तो गरिरहेछौँ। यहाँ चाहिँ यो हेलिकप्टरबाट अलिअलि भए पनि सहयोग, यो तत्कालको लागि सहयोग थोरै मात्रै छ। अझै सहयोग पुगिराखेको अवस्था छैन। यो चाहिँ अहिले तत्कालको लागि मात्रै अति आवश्यक सामानहरू मात्र थोरै भएको छ। नर्मल चाहिने अति आवश्यक चाहिने तिरपाल खाद्यान्न भाँडाकुँडा जिल्ला प्रशासन रेड क्रसबाट र गृह मन्त्रालय काठमाडौँबाट पनि कति सहयोगहरू गरिराख्नु भएको छ। त्यही छ। कहाँ लाने हो? नेपाल सरकारले कसरी चाहिँ सुरक्षित दिने? नेपाल सरकारको जनता होइन भने हामी के अरे उस गरिदिनुहोस्। हामी चाइना गएर बसौँ न, अमेरिका गएर बसौँ न, होइन? म त पीडित भयो। कति घरधुरी सङ्ख्या रे? 172 घरधुरी सङ्ख्यालाई स्थानान्तरण गर्नु पर्यो। यहाँ चाहिँ बस्ने पुरै जोखिम छ भन्ने कुरा है। ठिक छ। अब अहिले तत्कालको लागि चाहिँ स्थानान्तरण गर्नुभन्दा अगाडि अब स्थानान्तरण गर्नको लागि प्रक्रियाहरू हुन्छ होइन? त्यसको लागि चाहिँ त्योभन्दा अगाडि अहिले तत्काल यो पानी परिराखेको छ, अहिले सबहरू भेटिराखेको छैन होइन? अब हामी पनि छौँ तपाईँहरूको लागि, तपाईँहरूसँगै छौँ हामी अहिले। अब नेपाली सेना सशस्त्र प्रहरीहरू सबैजना हुनुहुन्छ, जनप्रतिनिधि म लगायत सबैजना पनि हुनुहुन्छ। अनि अहिले तत्कालको लागि अब यहाँ हामीले 40वटा ट्रेन होइन, भाँडाकुँडा खाद्यान्न सबै ल्यायौँ। अब फेरि अब आज पनि त रात पर्छ होइन, भोलि पनि रात पर्छ। तत्कालको लागि अब जस्तो जिल्ला प्रशासनले चाहिँ प्रति मृतक 15,000को दरले 2 लाख रुपियाँ पैसा छोडेर जानुभयो। अहिले हामी त्यो चाहिँ तपाईँहरूलाई वितरण गर्छौँ होइन? अब बाँकी जुन त्यो 37 घरको जति 38 जना भन्नुभयो होइन मृत्यु हुनुभएको, बाँकी मान्छेहरूको नाम लिस्ट गरेर हामी तपाईँहरूलाई त्यो टिपेर चाहिँ हामी तपाईँहरूलाई अब अरू सहयोगीहरू पनि हुनुहुन्छ, अरूले पनि सहयोग गर्छु भन्नुभएको छ। जस्तो नगद सहयोग गर्ने हो कि खाद्यान्न सहयोग गर्नुपर्छ, तत्कालको लागि पनि त बाँच्नु पर्यो होइन? अब स्थानान्तरण त छँदैछ, मर्ने पनि मरिसक्यो होइन? अहिले अझै यो जोखिमलाई चाहिँ कसरी हामीले कम गर्ने, हामी कसरी सुरक्षित रहने भन्ने कुरा पनि पक्कै छ भन्ने लाग्छ होइन? तपाईँलाई अब ठिक छ। अब आफ्नो मनलाई बलियो बनाउनु दाइ अब तपाईँको मात्र होइन, सबैजनाको सबै क्षेत्रमा यस्तो भएको छ है।